नमस्ते सबैजनामा। आशा गरेको छु सबैजना एकदमै स्वस्थ, मस्त र व्यस्त हुनुहुन्छ होला। सफल व्यक्तिहरूका भनाइहरू हाम्रो विशेष श्रृङ्खलामा आज तेस्रो दिन। कल्पना गर्नुहोस् त, एउटा यस्तो व्यक्ति जसले बजार र चौकहरूमा घुमेर मानिसहरूलाई प्रश्न सोधिरहन्थ्यो, जसको उद्देश्य थियो मानिसहरूलाई आफ्नो अज्ञानताको बोध गराउन र सत्यको खोजीमा लाग्न प्रेरित गर्नु। यो अरू कोही नभएर सुकरात हुन्, पश्चिमी दर्शनका पिताहरू मध्ये एक, जसको विचार आज पनि उत्तिकै महत्त्वपूर्ण छ। आज हामी उनको त्यही गहिरो चिन्तनबाट चुनिएका केही प्रेरणादायी भनाइहरू सुन्नेछौँ। यी भनाइहरूले हामीलाई आफ्नो जीवनको बारेमा सोच्न, प्रश्न गर्न र सत्यलाई खोज्न प्रेरित गर्नेछन्। त्यसो भए आउनुहोस् सुकरातको संसारमा डुबौँ र उहाँको बुद्धिबाट केही सिकौँ। अपरिचित जीवन जिउन लायक छैन। कहिलेकाहीँ आफैलाई सोध्नुहोस्, म यो किन गर्दैछु? यदि जवाब छैन भने त्यो जीवन जिउन लायक छ र? आफ्नो जीवनको जाँच गर्नुहोस्, गहिरो अर्थ खोज्नुहोस्। हामीले आफ्नो जीवनको उद्देश्य र मूल्य मान्यतामाथि विचार गर्नुपर्छ। बिना सोच विचार जीवन बिताउनु अर्थहीन हुन सक्छ। आफ्नो विश्वास र कार्यहरूलाई जाँच्नुहोस् र थाहा पाउनुहोस् कि तपाईँ किन यो बाटोमा हुनुहुन्छ। आत्मविश्लेषणले हामीलाई सही मार्गमा डोर्याउँछ। ज्ञान नै सद्गुण हो। यदि मानिसलाई सही र गलतको ज्ञान छ भने उसले राम्रो व्यवहार गर्छ। ज्ञानले असल आचरणलाई प्रेरित गर्छ। जब हामी सत्य जान्दछौँ, हामी सही निर्णय लिने सम्भावना बढी हुन्छ। ज्ञानले हाम्रो नैतिक कम्पासलाई दिशा दिन्छ। मलाई थाहा छ कि म केही जान्दिनँ। यो भनाइले विनम्रता र निरन्तर सिक्ने इच्छालाई दर्शाउँछ। हामीले नयाँ कुराहरू सिक्न र आफ्नो अज्ञानता स्वीकार गर्न तयार हुनुपर्छ। आफ्नो सीमितताहरू स्वीकार गर्नाले हामीलाई थप ज्ञान आर्जन गर्न उत्प्रेरित गर्छ। ज्ञानको खोजी कहिल्यै रोकिनु हुँदैन। संसारलाई चलाउनुहोस्, संसारलाई परिवर्तन गर्न नदिनुहोस्। हामीले आफ्नो वरपरको संसारलाई बुझ्न र त्यसमा सकारात्मक प्रभाव पार्न प्रयास गर्नुपर्छ। तर बाहिरी प्रभावमा परेर आफ्नो पहिचान र मूल्य मान्यता गुमाउनु हुँदैन। संसारको प्रवाहमा बहकिनुको सट्टा आफ्नो विचार र सिद्धान्तहरूमा अडिग रहनुहोस्। आफ्नो मौलिकतालाई बचाउनुहोस्। सन्तुष्टि प्राकृतिक सम्पत्ति हो, विलासिता कृत्रिम गरिबी हो। साधारण जीवनमा खुसी खोज्नुपर्छ। विलासिताले हामीलाई असन्तुष्ट र लोभी बनाउन सक्छ। आवश्यकताहरूमा सन्तुष्ट रहनु वास्तविक धन हो। अनावश्यक विलासिताले हामीलाई सधैँ केही न केहीको कमी महसुस गराउँछ। आफ्नो समयलाई अरू मानिसहरूको विचारहरूमा खेर नफाल्नुहोस्। अरूले के भन्छन् भन्ने कुरामा धेरै ध्यान दिनु हुँदैन।